इन्जिनियर भन्छ यस्तो उस्तो भने यो मान्छेको यस्तो भन्ने चाहिँ थाहा छैन। साला र्यापेले दुनियाँ चाहिँ आन्तक मचाएर यो बालनको सेना यसको दादी सबै उडेर दादी आगो लगाइदिनुपर्छ बालनको। सम्पूर्ण दर्शकमा नमस्कार छ। अहिले म यहाँ कालो पुल स्थित यहाँ केही संरचनाहरू काठमाडौँ महानगरले भत्काइदिएकोमा यहाँका बासिन्दाहरू एकदम आक्रोशित बनेका छन्। यो तथ्य सत्य के हो यहाँ जान्न गइरहेको छु म। दर्शक यहाँ देख्न सक्नुहुन्छ डोजरमा ढुङ्गामुढा गरेपछि यतिखेर डोजर चालक पनि घाइते हुनुभएको छ। यहाँ घरहरू टहराहरू यो भत्काइदिएको छ महानगरको डोजरले। अहिले चाहिँ जनताहरू यहाँ आक्रोशित छन् एकदमै। 50 भन्दा बढी कल आछ यो ढुङ्गाला कोडको सदस्यहरूको यी मैले एउटा फोन उठाएको छैन। कारण आफ्नो घरमा यस्तो यो त अब यो अति नै गर्यो। सबैजनाले बालेन सरकार भन्छ यो बालेनले त यस्तो आतंक बनायो कि कहाँबाट होइन। इन्जिनियर भन्छ यस्तो उस्तो भने यो मान्छेको यस्तो भन्ने चाहिँ थाहा छैन। साला र्यापेले दुनियाँ चाहिँ आतंक मचाएर के हो त हो त्यस्तो छ भने त्यो मान्छेलाई सही ठाउँमा व्यवस्थित गरेर हटाउने बाध्ने अधिकार त सबैजनाको छ नि। छैन नेपालमा कानुन होला बाध्ने अधिकार सबैजनाको छ। मान्छेले कस्तो कस्तो धर्म कर्म गर्छ कहाँबाट कसरी गर्छ। अनि अहिले चाहिँ जाँदा पायो त्यही डाङडाङ यस्तो थोत्रो घर देख्यो त ठुलो घर कसलाई बनाउनु मन लाग्दैन। नमस्कार गरेको हामी सामान निकाल्छौँ भनेर यो नमस्कारै गरेको यो निकाल्छौँ भनेर नमस्कार गरेको थियौँ होइन। सामान निकाल्नै दिएन। ल ठिक छ भत्काउ भने छोडिदिउँ। भर त मान्छे झर घरै पो हानिदिन्छु भन्छ त अनि त्यो त हुँदैन बाबु। आमामा यस्तो एरियामै सामान निकालेको छैन हानिदिन्छु पो भन्छ त अनि
यो हाम्रो ठुल्दाको नम्बरी जग्गा काका यो दोजले एसपीले भत्काउनु खोज्छ भत्का भनेर यहाँ अब यो नम्बरी जग्गा भत्काउनु मिल्छ त यो जग्गा यो भत्का नि कसको सबैको जान्छ सबैको यो अनि त्यो यो भट्टाबडी कमसेकम यहाँ आएर तपाईँको पूजा छैन नक्सा छैन के हो यो नम्बरी जग्गा कि खाली जग्गा भने भन्नुपर्छ हो यो हामी विदेशी हो भोटानी सन्तानी हो नेपालीले स्टडी गर्नुपर्छ पर्दैन भट्टाबडी दोचर आयो भने त्यस्तो दोचर हामीले हजारमा हामीले पनि किन्नु सक्छ दोचर आयो भने भटाउने यो सेना यस्तो सेना हामी पनि सेनामा आएको मान्छे यो बालनको सेना यसको दारी सबै उडेर दारी आगो लगाइदिनुपर्छ बालनको दारी यस्तो बडा चाहिँ जन छ ऊ जसको जसले पैसा खान्छ ऊ पट्टि लाग्छ ऊ हामी गाइडर भनिदिन्छ अहिले अदासी को हुनुहुन्छ त उल्टा पनि जम भन्नु नि त को छ पर्यावरणमा बोलिदिने त त्यही त सबै एकजना हामीले बोलेर मात्र हुँदैन सबजना गएर बोल्नुपर्छ क्या यस्तो कुराहरूमा बिरामी छ अक्सिजन लाएर पैसा छ तपाईँ हेर्नु तपाईँ पत्रकार हो कार्ड हुन्छ यहाँ चाहिँ पकाउने सामानहरू बाहिर लथालिङ्ग भएर महानगरले डोजरले पुरै भत्काइदिएको छ यो सबै यस्तो सामानहरू पुरै लथालिङ्ग छन् बाहिर यस्तो छ यस्तो किसिमको छ यहाँ मान्छे एकदम आक्रोशित भइरहेछन् यहाँ चाहिँ सबै धेरै टहराहरू थिए यहाँ महानगरले भत्काइदिएको छ यो चाहिँ कालो पुल एरियाको यो क्षेत्र हो
भन्ने त अहिले जस्तो वडाको अध्यक्ष हो नि वडा अध्यक्षले हामीसँग त भन्नु पर्थ्यो तिमीहरूको यस्तोमा हुँदैछ र यस्तो छ भनेपछि लौ न त त्यसो भए त यस्तो गर्नै पर्ने भने हामी पनि उहाँहरूलाई लगेर हाम्रो कोठामै लगेर राख्नु पर्ने हो कि हामीले काहीँ व्यवस्थित गर्नुपर्ने हो कि नभए सरकारले काहीँ व्यवस्थित गर्ने कि हामीले लगेर त्यो व्यवस्थित गरेर चाहिँ उनीहरूलाई चाहिँ गर्नु थियो नि यो त आतंक भन्दा नि महाआतंक रातको 12 बजे यो सबै गरिहाने बाटो अब काम गरी मान्छे मर्यो भने त्यसको जिम्मेवारी कोही मान्छे भाडा बाँध्न गएको छ कोही ढुङ्गा तोड्न गएको छ कोही च्याम्ने काम गर्न गएको छ मेयरले लिने कोही पनि साँचो लागेर त्यो मान्छे तार अब यसरी चाहिँ यो आतंक पाइँदैन हिसाबले गर्दाखेरि चाहिँ सबैजनालाई यो आतंक फैलाउने काम चाहिँ नगरौँ सम्बन्धित निकाय छ हामीलाई नि केही पर्यो भने जाने तालुकदार अड्डा भने त वडा नै हो त्यो वडामा जान्थ्यो हामीले भन्थ्यो नि त उहाँहरूलाई नि त यस्तो छ भनेपछि त तालुकदार अड्डाले त हाम्रो चाहिँ अब हाम्रो अभिभावकले त हामीलाई त भन्नु पर्थ्यो नि तिमीहरू यस्तो छ यस्तो हुँदैछ तिमीहरू के छ ल भनेर भन्नु पर्थ्यो नि हामीलाई कुनै जानकारी छैन मेयरलाई भेट्नु यो विषयमा 50 चोटि हामीले डेलिगेसन गयो हामीले चाहिँ निवेदनहरू दिएको छ तर अहिलेसम्म भेट्न पाएको छैन हामी एकचोटि जबरजस्ती भेट्ने भन्दाखेरि भेनहरू प्रहरीको भेट टन्नै ल्याएर राखेको रहेछ अनि पानीको फोहरा हाल्नुलाई पानीको गाडी ल्याएर राखेको रहेछ हामी मेयरलाई भेट्न जाँदाखेरि आफ्नो जनप्रतिनिधिलाई भेट्न जाँदाखेरि भयभरको प्रहरी ल्याएर राख्ने पानीको फोहरा ल्याएर राख्ने यो कारण के हो यो आतंक हो कि हामीसँग त त्यति जनप्रतिनिधि हो त उसले त हामीसँग कुरा गर्नु पर्थ्यो नि त ल यस्तो हो यस्तो भने उसले त बुझाउनु पऱ्यो नि त उसले चाहिँ केही नबुझाउने हामीले चाहिँ केही नै नभन्ने उसकै तालमा एक हो र अनि अरूहरूले भनेको कुरो चाहिँ के भन्दाखेरि मैले त अहिलेसम्म चाहिँ राम्रै होला इन्जिनियर भनेको अरूहरूले भन्थ्यो यो र्यापै भन्थ्यो र्यापै भन्दा नि माहाको ट्यापै चाहिँ रहेछ यो यस्तो हुन्छ त अदालतमा विचाराधीन मुद्दा हुँदै पनि महानगरले बल प्रयोग गर्यो अदालत नि उसले कुरा सुन्दैन अब मन्त्री परिषदमा बिरामी त मान्छेको त अब हुन्छ नि त बिरामी हुन्छ जन्मिनु दुःख होइन बुढा हुनु दुःख मृत्यु हुनु दुःख रोगी हुनु दुःख रोगी भएर बसिरहेको मृत्यु शय्यामा बसिरहेको मान्छेलाई पनि आतंक फताएर यसरी लानु हुन्छ त भनी अब यो जनप्रतिनिधिहरूले गर्नु खोजे के जनतालाई नै उठाएर राज्य सत्ता कसको लागि गर्ने जो जनतै छैन जनता नै छैन उसले राज्य गर्ने जब जनता छ भने समाज छ र हामी छ र जनप्रतिनिधि छ जनप्रतिनिधि भएको छ र हामी छ भन्ने हिसाबले चाहिँ जानुपर्ने सबै कुरो कुरो हेरेर बुझेर गर्नु पर्थ्यो अहिले चाहिँ अब घरमा एउटा ठुलो मान्छे छ भने ठुलो मान्छेले सबैजनालाई अब ठुलो मान्छेले मिलाएर यो यस्तो गर्ने हो यो यस्तो हो भनेर भन्ने हो यो चाहिँ भएन यो त यो सरासरी आतंक हो यो आतंक चाहिँ कहिले पहिला काठमाडौँ थियो अहिले चाहिँ यहाँ घरमै आयो आतंक हो कि एकछिन हामी लाल पूर्जा नक्सा तिरेको रसिद ल्याउँछ भन्दाखेरि पनि नदीको यहाँ गङ्गा डङ्गा भत्कायो यो त अब चाहिँ अब पूर्जा भएको नक्सा पूर्जा भएको त खोइ कहाँको अघि पनि मैले सबै हुँदै पनि ल ठिक छ नभएको चिजमा त उनीहरूले चाहिँ ल सन्मान गरेर यसो गर्नु पर्यो भने दर्शकबिन म अहिले यो कालो पुलको नजिकै छेउमा यो गुरुङ टोलको नजिकै यो वास्तवमा यो गुठीको जग्गा रहेछ यहाँ गुठीको जग्गामा टहरा बनाएर भाडामा दिएको भनेर सुनेर काठमाडौँ महानगरपालिकाले आएर भटाभट भत्काइदिएको छ यहाँ सामान पनि यहाँ बसिरहेको मान्छेहरूले सामान पनि निकाल्न पाएको छैनन् राम्रोसँग नपाइकन भत्काइदिएको रहेछ धेरै ठाउँमा यस्तो भइरहेछ काठमाडौँमा धेरै सरकारी जग्गा ओगटेर भाडामा लगाउने यस्ता कामहरू भइरहेछ यो महानगरले चाहिँ आफ्नो सरकारी जग्गाहरू खोजी अनि यो टहराहरू बनाएको ठाउँमा भत्काइरहेछ
त्यसै क्रममा आज कालो पुलमा कालो पुलको नजिकै यहाँ भत्काइरहेको रहेछ। म पनि आएर सानो भिडियो बनाएको छु। अन्तिमसम्म हेरिदिनु भएकोमा सबै दर्शकलाई धन्यवाद छ। अहिलेलाई यो भिडियो अन्तिम गर्न चाहन्छु। हस्, धन्यवाद।